हेलो साथीभाइहरू, गुड मर्निङ है। म उठिसकेँ हो। मेरो दिनको सुरुवात यी आयुर्वेदिक चियाबाट सुरु हुन्छ है। र यी अब सुरु हुने बित्तिकै अब मेरो मुनमुनले मलाई हेरिरहेको छ, एकदम हेरिरहेको छ। बिचरा माया लाग्दो प्रकारले मलाई हेरिरहेको छ है। र यी मेरो जुली साथी चाहिँ यहीँ दिन रातभरि सुते है। अब दिन रातभरि यहीँ सुत्छ। र यी मेरो घरका सामनेमा बिग बस मलाई देखिरहेको छु भने कालनिधि पनि देखिरहेको छु है। र मेरो दिनको सुरुवात मेरो घरको डगिसलाई मेरो मुनमुन र जुलीलाई दिएर सुरुवात हुन्छ। र मुनि र जुलीलाई जुली अलरेडी मतलब खाइरहेको छ। जुली र मुनमुनले आरामले आफ्नो आफ्नो खाना, यिनीहरूलाई खानाको टेन्सन छैन। यिनीहरूलाई थाहा छ उनको मालिकले उनलाई खाना दिन्छ टेन्सन छैन है। अरू डग्सहरूको जस्तो छैन, किनकि खाना पाउँदैन केही छैन। र मेरो जुल र मेरो बिग बस टिम है मलाई देख्ने बित्तिकै मेरो छेउमा आइहाल्यो है। र अब यिनीहरूलाई खानिदिनुपर्छ। र ममता दिदी पनि कुद्दै मेरो छेउमा आयो। र बिग बसलाई पहिला दिनुपर्छ सबभन्दा खाना पहिला। र त्यसपछि तिनवटा साथीलाई दिनुपर्छ, बिग बसको साथीहरू है। र यो तिन साथीहरू अब त्यति वर्षदेखि एकसाथ भए पनि है, तर बिग बसको छेउमा खाना खाने हिम्मत गर्दैन। किन बिग बसले यिनीहरूलाई खाना खानु नै एकदमै दिँदैन। बिग बसले यिनीहरूलाई एकदम डराएको छ। र अब अगाडि बढ्दाखेरि एउटा नयाँ साथी भेट्यो। नयाँ साथीलाई पनि मैले दिएर अघि बढेँ। मलाई देख्ने बित्तिकै मेरो शैतान ग्रुपहरू मेरो छेउमा आइपुग्यो है। अब यिनीहरूलाई पनि अब मर्निङ ब्रेकफास्ट दिनुपर्छ उनीहरूकै एरियामा है। र अब उनीहरूको एरियामा गएर बबीले आफ्नो दादागिरी देखायो। यहाँ टम्मी दिदी फेरि अलग्गै छ। यहाँ अरू यहाँ चुलबुल मलाई देख्ने बित्तिकै एकदम खुसी भइरहेछ है। टम्मी दिदी हो यो। र बबी आफ्नो दादागिरी देखाउँदै र चिन्टु र मिन्टुलाई है। चिन्टु मिन्टु बहुत ही डराउँछ बबीसँग। र अब चिन्टु पनि आएर खाँदैछ बबीको सँग हिम्मत गरी। पहिला चिन्टु पुरा मस्तान हुँदै गर्थ्यो। र उसको साथ गरे बबीमा चाहिँ बबीले आफ्नो गरी खाना खाँदै आफ्नो दादागिरी देखाउँछ। र मिन्टुलाई मैले अलग्गै खाना दिएँ, किनकि मिन्टु बुढो पनि भयो, कमजोर पनि भयो है। यहाँ फेरि डरपक आफ्नो एरियामा खाँदैन है। र बबी आयो फेरि टिङ्कु दिदीगिरीमा आफ्नो दादी गाउँमा देखाइ पनि अब यहाँ पनि आफ्नो दादागिरी देखाउनु खोज्छ है। मस्तान डोगीको यही कहानी हो। र बबीलाई खाना दिएँ मैले यहाँनिर। र अब डरपोकले पनि आफ्नो खाना खाइसक्यो। र अब म जानेछु टाइगरको एरियामा। आज मैले टाइगर भने मलाई एक्लै देखेँ भाइ। टाइगर घर त्यो छेउको हो। र टाइगरलाई अब खाना दिनुपर्छ है। के गर्नु, अरू साथीभाइहरू कोही छैन टाइगरको यहाँ तिनजना साथीभाइहरू छ। र मैले हेरेँ पनि अरू यताउति, तर टाइगरको कुनै पनि साथीहरू मैले देखिनँ आज है। र टाइगरलाई मात्रै अब खाना दिएँ है। अब टाइगरलाई खाना दिएपछि अब म जानुपर्छ कालु भैयाको एरियामा। कालु भैयाले पनि मलाई पर्खिरहेको होला है। भन्दा कालु भैयाले मलाई पर्खिरहेको रहेछ है। अब कालु भैयाको पर्खिरहेछ। अब जानु पऱ्यो कालु भैयाको एरियामा। कालु भैया मलाई देख्ने बित्तिकै एकदमै खुसी भए। र आज फेरि राम पेरी पनि कालु भैयाको एरियामा छ। र पूजा पनि कालु भैयाको एरियामै रहेछ। र अब यिनीहरूलाई अब के भन्नु, मर्निङ ब्रेकफास्ट त दिनै पर्छ है। र यिनीहरूलाई म अब मर्निङ ब्रेकफास्ट दिनेछु है। एकदम खुसी छ मसँग एकदम कालु भैया। अब फेरि दुईजनालाई भाँडामा एकदम खाइरहेको छ कालु भैया। एकदम आफ्नो तालमा सबभन्दा बेसी खाना उनले दिनुपर्छ। म सोच्छु कालु भैया सुटी दिदीको एरियामा नहोस्, किनकि उहाँ फेरि मेरो प्रेम साथीलाई खाना दिँदैन। र नयाँ साथी आज दुईवटा फेरि नयाँ साथीलाई मैले आज खाना दिएँ है। र के गर्नु, माया लाग्छ है। जति साथीहरू भेट्यो भने मलाई दिनु मन लाग्छ। र मैले दुई साथीलाई पनि आज यहाँ खाना दिएँ। र यिनीहरूलाई खाना दिएपछि अब म जाँदैछु स्विटी दिदीको एरियामा। स्विटी देखा पऱ्यो है। त्यसपछि आयो कालु भैया फेरि हो। मभन्दा पहिला नै आइपुग्यो। र कालु भैयालाई देख्ने साथै प्रेम साथी मेरो भागिहाल्यो है। र कालु भैया आफ्नो मस्तानगिरी देखाउँदै। र म थाहा थिएन कि आज बाबुराम पनि छ भनेर। यसले मैले
के अरे प्रेमको लागि मात्रै खाना लिएका थिएँ र बाबुराम भेटेँ र दोस्रो पनि दुईजना आरामले खाना खाँदैछ र कालु भैया यी मस्तानगिरी साथसाथ खाना पनि आफ्नो दबाएर खाँदैछ र यहाँनिर पूजा आफ्नो भाँडामा एकदम पहिला पनि भाँडामा खाएको थियो अहिले भाँडामा खाँदैछ र यहाँ स्विटी दिदी आरामले खाना खाँदैछ है। अब यहाँ पनि स्विटी दिदीमा खाना दिएपछि अब म अगाडि बढ्दाखेरि फेरि यहाँनिर भेट्यो मेरो खुसी साथी र यहाँ मस्तान साथी आफ्नो एरिया छोडेर अलिक टाढो भएको छ र त्यहाँ भेट भयो। त्यहाँ तिमी दुईजनालाई पनि मैले यहाँ मर्निङ ब्रेकफास्ट दिएँ। अब त्यसपछि म जाँदैछु हेन्सी ग्रुपको मलाई देख्ने बित्तिकै मेरो सामने आइहाल्यो है। र अब पिटर पनि आउँदैछ, तिनजना मात्रै आज मोना आज आएन र हेन्सी ग्रुपको तिनजनालाई दिएपछि खाना अब यो कुन साथी हो थाहा छैन। यी मेमेलाई नन भेज हो, भेज भए त म दिइहाल्थेँ। एनसी ग्रुप भाँडामा खानु खोज्दैछ, दिव्य पनि भाँडामा खानु खोज्दैछ है। अब यी तिनजनाले अब आफ्नो पेट भइसक्यो। अब म चाहिँ गएँ लास्ट मन्जिलको तरफ। लास्ट मन्जिलमा 4जना साथीभाइहरूले आरामले दबाएर खाना खाँदैछ है। आज कति कम्ती थियो बेसी त थाहा भएन है, तर खाँदैछ। यी हाम्रो दाजुभाइहरू है मर्निङ वक ड्युटी गरेर मर्निङ वक गरेर चिया खाँदैछ, हल्का चिया खाँदैछ है। मर्निङ वक गर्नु पनि एकदम जरुरी छ है। र साथीहरू यति भन्दै म आफ्नो मर्निङ ड्युटी यहीँ समाप्त गर्छु। बाई बाई साथीभाइहरू।